पर्छ कि के छ आज पानी पर्नु जस्तो सम्भावना बढी छ। पानी पऱ्यो भने त ल्याङ हुन्छ त टोली कतिवटा छन् ट्याक्क सोरी पोखरा यहाँबाट यता गयो भने चाहिँ साथीहरू मालिका गाउँपालिका कार्यालयमा जान सकिन्छ भने यता चाहिँ हामी घमिर अर्जै छापा जान सक्छौँ। आज हामी तपाईँहरूलाई यस भिडियोमा अजयको सराय नाच दसैँको जुन पूर्णिमा विशेष सराय नाच हुन्छ हाम्रो अजयमा यहाँ जाँदैछौँ हामी। अप्रोड बाटोमा हिजो साँझ पानी परेको बाटो अलिक बिगारेकै छ धेरै चिसो हावाको साथमा डाँडा डाँडामा यो चाहिँ देउराली डाँडा हो ल सर यहाँ चाहिँ चिसो हावा चल्छ भिडियोमा गाडा गाडा हेर्दै हेर्दै यताबाट चाहिँ हिलेतिर गइन्छ साथीहरू। यहाँ बस्नुभएको बुवाहरू सर र त्रिपल रोड हिँड्छन् साथीहरू गाउँमा। अझै पोखराबारी कहाँ देखिन्छ कि देखिनु पर्ने हो। यता चाहिँ घमिर भान पोखरा गइन्छ भने यता चाहिँ अझै पोखराबारीतिर गइन्छ साथीहरू। ल यताबाट छापा आउँदै हामी पुग्नु पर्ने त देखिन्छ कि देखिँदैन हौ। यहाँबाट देख्नु पर्ने होइन देख्नु पर्ने तर अलिकति बाटो लाग्छ। घाम हेर्न जाने साथीहरूको टोली थुप्रो छ यहाँ हिँड्दै हिँड्दै हुनुहुन्छ। सरबाट धेरैजनाहरू आज पूर्णिमाको मेलाको लागि तयारी हुनुहुन्छ राममा जानको लागि। रमझममा साथीहरू व्यस्त हुनुहुन्छ। सेम ड्रेस लगाएर हिँड्नु भएको छ यहाँ बहिनीहरू चाहिँ। यताबाट आउनु भएको अर्को टोलीहरू पनि आउनुहुन्छ यता। ल यहाँ चाहिँ जेरी खाने है त साँझ आउँदाखेरि जेरी खाएर जानुपर्छ टक्क। जेरी भन्छ भने गाउँले भाषामा जिलपी भन्छ। सरबाट सानो बाटो खल्डा खुल्दै छिचल्दै
अब लगभग हामी चाहिँ अझै आइसकेका छौँ साथीहरू। ल यहाँबाट चाहिँ हामी तल्लो लाग्नुपर्छ। तल्लो सरर बिस्तारै बिस्तारै ओह्रालो बाटोमा। ल घरमा पर्छु तिमी तत्ता खरे घरमुक्त वडामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। मालिका गाउँपालिका 6 अझै गुल्मीमा हामी आइसकेका छौँ। ल गाडीभरि मान्छे हुनुहुन्छ पुरै। ल असली दसैँ चाहिँ यहाँबाट सुरु हुँदैछ। ल खोरखोरी सरर भइरहेछ यहाँ सरर पारामा। बाइक पार्किङ यतै हो कि कता हो के छ? के भन्छन् टन्डेहरू? ल यहाँबाट चाहिँ सरहरूले बाटो बन्द गर्नु भएको रहेछ। ल यतापट्टि हो। मान्छेहरू जम्मा हुँदैछन्। यहाँ एकछिनमा यहाँ ठुलो जमात आउँदैछ। भरिभरा हुन्छ त्यो चौर। अहिले खाली देखिएको छ। ल यहाँ फेरि घोडा पनि चढ्ने व्यवस्था गरिएको छ साथीहरू। अनि यहाँ हाम्रो सरहरू पनि भेट्नु भएको छ। फेरि उहाँ हुनुहुन्छ हाम्रो साथीहरू पनि ट्याक्कै भेट्नु भएको छ। यहाँ हुनुहुन्छ मित्रहरू हुनुहुन्छ ट्याक्क पारामा। के छ सरहरू? गणेश सर यति हो। उहाँ हाम्रो चाहिँ हाकिमहरू हुनुहुन्छ। ओहो ल उहाँ पनि आउनुभयो। सबजना यहाँ भाइरल मान्छेहरू हुनुहुन्छ। सबले यहाँ सब्सक्राइब गर्नुपर्छ क्या साथीहरू। पौरमा भन्दा पिङमा चाहिँ धेरै भिडभाड छ। यहाँ सबैजनाले दसैँमा भुइँ छोड्नुपर्छ भन्ने मान्यताका साथ पिङ खेल्न आउनुभएको छ। सबै पिङमा हुनुहुन्छ। हाम्रो यहाँ सङ्गम सर अनि गिरी मित्रहरू पनि हुनुहुन्छ। यहाँ भ्लग्स आइरहेको छ। सबजना हुनुहुन्छ यार। ल गाइजहरू दसैँ विशेष भ्लग आउँदैछ। यहाँ पूर्णिमा विशेष। माथि जमायो त्यहाँबाट फेरि हामी हिँड्दै आइसक्यो हामी मात्रै हिँड्दै आयो।
सबैजना बसिसक्नु भएको छ कतिपय हिँड्नु भएको छ तराईतिर त्यस्तै बाक्लो स्थिति छ बाटोमा त्यस्तै छ साथीहरू बाटोदेखि नै जम्नु भएको छ यो बाटो दिल त बिच गरेको ठुलो चौरमा खुट्टो राख्ने ठाउँ छैन एकदम फेलमपाल फेलम फेल छ यहाँ देख्न सक्नुहुन्छ Thank you for watching. Please like, share and subscribe गरिदिनु होला साथीहरु।